गुरु रामधारी नेपाली सरलाई आज भटेवडा सार्वजनिक पुस्तकालयको 5औं साधारण सभामा सभाको समारोह अध्यक्ष गर्नुहुने यस संस्थाका अध्यक्ष आदरणीय वसन्त कुमार खनालज्यू र वसन्तराज खनालज्यू र यस कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर 9 का हामी सबैको अभिभावक श्री मनराज गुरुङज्यू र विशेष अतिथि सम्पूर्ण यस वडाका पार्टी प्रमुखज्यूहरू र प्रतिनिधिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने प्रमुखज्यूहरू र प्रतिनिधिज्यूहरू इलाका प्रहरी कार्यालय भटेवडाबाट पाल्नुहुने प्रतिनिधित्व गर्दै आउनुहुने श्री होमबहादुर थापाज्यू र हलदार साहब र सम्पूर्ण यहाँ उपस्थित हाम्रो यस संस्थाका संरक्षक सदस्यज्यूहरू विशिष्ट सदस्यज्यूहरू आजीवन सदस्यज्यूहरू सम्पूर्णमा म यस संस्थाको उपाध्यक्षको तर्फबाट र संस्थाको तर्फबाट नमस्कार हार्दिक स्वागत भन्न चाहन्छु। र समय धेरै घटिसकेको छ। आजको कार्यक्रम धेरै भएको हुनाले हामी एकदमै छोटो र मिठोको साथमा यो कार्यक्रम सम्पन्न गर्न गइरहेका छौँ र तसर्थ म एउटा दुईटा कुरा मात्रै भन्नु चाहन्छु। सर्वप्रथम त यस संस्थालाई माया गरेर हाम्रो कप्तान खर्जङ गुरुङज्यू यस वडा नम्बर 9 भित्र एउटा संस्था मात्रै नभएर विभिन्न संस्थामा उहाँले गर्दै आउनुभएका विभिन्न कालखण्डमा उहाँले सहयोग गर्नुहुने हाम्रो यस संस्थामा पनि उले एउटा संस्थाको लागि तपाईँ अक्षय कोषको लागि उले रु 25,555 रुपियाँ संस्थालाई प्रदान गर्नुभएको छ भने त्यसै गरी हाम्रो वडा अध्यक्षज्यू लगायत वडा समितिज्यूहरूले पनि यस संस्थाको लागि बारम्बार चाहिँ मद्दत गरिरहेको छ। आज वडाको चाहिँ सायद मद्दतले हामीले यो 2 कोठे भवन र भित्र कार्यालय तकरिबन हामीले सजाएको भन्नुपर्छ र यदि वडाले नगरेको भए सायद हामीले यो संस्थालाई यति गर्ने आड हामीले गर्ने थिएन होला। त्यसर्थ तपाईँहरूले पनि जति पनि यहाँ उपस्थित हुनुहुन्छ हजुरहरूबाट पनि यो संस्थाप्रति माया गरेर अक्षय कोषमा चाहिँ हाम्रो कप्तान खर्जङ गुरुङज्यूले गर्नुभएको योगदानप्रति तपाईँ हामीले पनि अलिकति सोचेर यो अक्षय कोषमा पनि थोरै धेरै जे जति हुन्छ मद्दत गर्नुहुन्छ कि भन्ने म आशा राख्दछु। र म फेरि पनि धेरै कुरा नगरिकन जति पनि यहाँ आज हाम्रो यो संस्थाको निमन्त्रण गरेर आउनुभएको छ प्रमुख अतिथिज्यू सम्पूर्णलाई म फेरि पनि स्वागत गर्दै मेरो भनाइहरू यही अन्त्य गर्दै बिदा हुन चाहन्छु। स्वागतम। धन्यवाद उपाध्यक्ष स्वागत गुरुज्यूलाई। यहाँहरू